गाइज हामी पुष्पादेखि हिँडिसक्यौँ। हाम्रो यात्रा भनेको यहीसम्म। यहाँबाट अहिलेको कन्डिसनमा हामीले यात्रा भनेको चाहिँ पहिलो यात्रा बागलुङ कालिका, दोस्रो यात्रा पञ्चकोट र तेस्रो यात्रा भनेर हामी गलेश्वरको लागि टार्गेट बनाएका छौँ। तर थाहा छैन हामी कहाँसम्म पुग्छौँ, कहाँसम्म पुग्ने हुन्छ। तर हेर्दै जाउँ। शुभ होस्, दिन सफल होस्, राम्रो होस् यात्रा। बागलुङ कालिकातर्फ हामी लाग्यौँ। गाडी चाहिँ मैले कडेल दाइले चलाइरहनु भएको छ, हाम्रो राम कडेलले। 20 वर्ष गाडीको अनुभव भएको ड्राइभर हुनुहुन्छ। गाडी चेक गर्नु न दाइ कस्तो छ भनेर दाइलाई चेकको लागि पनि हुन्छ। अनि के छ कस्तो छ अवस्था त्यो बारे जानकारी गराउनुहुन्छ। हामी 3-4 गियरमा हिँड्यौँ, 5 गियरमा हिँड्यौँ, राइट। होइन मैले एकचोटि चेक मात्रै गर्नु स्लो हुन्छ। अब सबै गियर चेक गर्नुपर्छ क्या छुट्टी गाडीको, बुझ्यौ त। मैले धेरै चलाएँ भनेको 4 मात्र चलाएको छु। जति सानो गियर हाल्यो उति तेल बढी खाने